यही नै हो ज्यानै लिन सक्ने घाँस। हजुर, यो घाँसले कहिलेकाहीँ हाम्रो ज्यान पनि लिन सक्छ। यसको नाम पार्थेनियम हिस्टेरोफोरस हो। इस्वी सम्बत 1950 ताकातिर अमेरिकाबाट भारतमा गहुँ ल्याउने क्रममा यो घाँस गहुँसँगै भित्रिएको थियो। जसरी हिन्दू धर्मअनुसार कृष्णजीको साथी पार्थ थिए, यसरी नै गहुँको साथी बनेर आएको घाँस हुनाले यो आगन्तुक घाँसको नाम पार्थेनियम नामाकरण गरिएको हो। सुरुमा भारतबाट नेपालको तराई क्षेत्रमा मौलायो, तर अहिले बिस्तारै बिस्तारै पहाडी भेगमा पनि प्रशस्तै पाइन्छ। झट्ट हेर्दा तितेपाती जस्तो देखिने पात भएको यो घाँस लगभग 2 देखि 2.5 फिट जतिको अग्लो हुन्छ। यसमा मसिनो फुली जस्तो सेतो फुल फुल्ने गर्दछ। यो घाँस यतिसम्म नराम्रो छ कि एकदमै छिटो फैलिन्छ। अन्य वनस्पतिहरूलाई पनि यसले वरिपरि मौलाउन दिँदैन। काठमाडौँको हकमा हेर्नुभयो भने पिच बाटो र फुटपाथको बिचमा अलिकति पनि बाटो अथवा जमिन देखिएको छ भने त्यो ठाउँमा समेत यो घाँस पलाइरहेको छ। तराईको बेल्टमा त कुरै नगरौँ, हरेक खेतबारीमा यो घाँस एकदमै बढिरहेको छ। यसबाट एलर्जी भएर जिउभरि एलर्जी भएका एकदमै धेरै बिरामीहरू लगभग दैनिक हेर्ने गर्दछौँ। त्यसकारणले यो घाँसलाई हजुरहरूले नजरअन्दाज नगर्नु होला। यो विशेष गरी छाला, नाक कान घाँटीको एलर्जी, आँखा समेतको एलर्जी र आस्थमा छ, ब्रोङ्कियल आस्थमा छ भने त्यसलाई पनि यसले एकदमै धेरै नराम्रो असर गर्छ। यो घाँसलाई हामीले टोल छरछिमेकबाट हटाउनु असाध्यै नै जरुरी छ। एकजनाको मात्र प्रयासले यो डेफिनेटली हुनेवाला छैन। मेरो हजुरलाई एकदमै ठुलो अनुरोध, हजुरहरूले आफ्नो वडासँग मिलेर सबैजनाले आफ्नो वडामा चाहिँ यो अभियान चलाउनु होला र आफ्नो स्थानीय तहका अन्य पदाधिकारीहरूलाई पनि हजुरले यो मेसेज पुर्याउन सक्नुहुनेछ। यो भिडियो हजुरहरूले सेयर गर्न सक्नुहुनेछ। यसमा एउटा बुझ्नै पर्ने कुरा के छ भने सबैलाई एलर्जी गराउने भने होइन, जसलाई एलर्जी गराउँछ उसलाई चाहिँ नै दुःख दिने हो। यसको लागि हामीले टेस्ट पनि गर्न सक्छौँ। कसैलाई पार्थेनियम हिस्टेरोफोरसको एलर्जी छ कि छैन भन्ने कुरा चाहिँ नि हजुरहरूले विशेषज्ञकोमा गएर कन्फर्म पनि गर्न सक्नुहुन्छ। प्राय गरिकन हामीले गर्ने एलर्जी टेस्ट जुन प्याच टेस्ट किट हुन्छ त्यसमा एउटा कम्पोनेन्ट यो पार्थेनियमकै रहन्छ र मास्दा पनि यो एकदमै सजिलै मास्ने खालको छैन र चलाउन जाँदा मास्न खोज्दा उखाल्दा पनि कतिलाई एलर्जी हुन सक्छ। त्यसकारणले पन्जाहरू लगाएर मास्कहरू लगाएर त्यसरी चाहिँ हजुरहरूले यसलाई उखेल्ने फ्याल्ने गर्नुपर्छ र उखेल्दा फेरिमा सकेसम्म फुल फुल्ने सिजनमा भन्दा फुल फुल्नुभन्दा